हेलो नमस्कार म मङ्गल मगर वेलकम ब्याक टु माई नेक्स्ट भिडियो र आज चाहिँ म सानो भिडियो लिएर हजुरहरू समक्ष उपस्थित भएको छु र आज चाहिँ मेरो साथीकोमा सघाउनु बोलाएको छ त्यहाँ जाँदैछु र त्यहाँ गएर केही सघाएर अनि बेलुका म पाहुनाहरू बोलाएको छौँ हामीले यहाँ हाम्रो स्टेट अर्को स्टेटबाट यहाँ स्टेटमा सरेको त्यो भिडियोहरू पनि सबै देखाउने विचार गरेको छु र मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म नै हेरिदिनु हुन हार्दिक अनुरोध गर्दै र मेरो भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र अब म चाहिँ ठक्क बाटो लागेको है गाइस। आज चाहिँ मेरो साथी गोपालकोमा त्यहाँ काम सघाउनु बोलाएको छ त्यहाँ जाँदैछु र पहिलाचोटि चाहिँ हामी डम्बरे बोईकोमा एकछिन छ्यासो निस्किने काम छ त्यहाँ पनि एकछिन निस्किन्छु। हाम्रो बोई पनि गएको छ, बोई र म छु है। आज चाहिँ डम्बरे बोईको पनि एकछिन छ्यासो निस्किन्छौँ अनि त्यहाँदेखि सघाएर भरे फर्केर फेरि उता वासिङटन स्याडलबाट सर्ने डम्बरे बोई अनि यता हिमाली मैहरूलाई चाहिँ खाना खानु बोलाएको छु अनि त्यो भिडियो पनि देखाउने विचार गरेको छु। ल अब हामी हिँडेको, लेट्स यु गाइस गो। Give you an opportunity to ask your doctor any questions you may have about your child's health. If you need help finding a doctor or schedule an appointment, we can help you. If you want more information on these or other services available to your child through UPMC for You, please press 1 to be connected with a representative. Or you can call us at 1-800-899-7553. Our representatives are here Monday through Friday, 8 a.m. to 5:30 p.m.
फाइनली हामी ढगेहरूको घरमा आइपुगेको छौँ। हाम्रो बाउजू ढकेको घरमा जाँदैछ, हामी पनि जाँदैछौँ। र आज चाहिँ विशेष गरी म यहाँनिर आएको, यो घर देखिराख्नु भएको छ नि तपाईँहरूले, कुन भने नि यो घर चाहिँ मेरो साथी गोपालको हो। यहाँनिर आज उसले सघाउनु बोलाएको छ, अनि त्यही भएर यहाँ आउँदा आउँदै नि यसो निस्क्यौँ न भनेर नि। यही रोड पारिपट्टि हो, यहाँ चाहिँ यतैपट्टि ढगेहरूको घर छ होइन। नानी ढगेको बस्छौँ। नमस्कार है नमस्कार अरे ढगे त उता गएको रहेछ नि यो लिन। ए डगी डगी पनि रहेछ यार यहाँ त। अहिले जिस्किन्छ त ठिक छ नि यहाँ बाहिर दामी छ बाहिर। उसलाई चाहिँ खेल्नु ठिक छ, बाहिर दामी छ लगेर। र अब चाहिँ लागेको यहाँबाट कोही रहेनछ, डम्बरेको बोइ पनि रहेनछ अनि ढके पनि रहेनछ। अब यहाँबाट लागेर हामी मेरो साथीको घर उयो छ त्यहाँनिर जान्छौँ। लेट्स गो। बक्सा भन्नुभएको आउँदैन त यार, कतिखेर आइपुग्छ अब। ठिक छ अब जाने। अब यो चाहिँ मेरो गाडी हो, त्यो गाडीभित्र के पसिन्छ। Let's go in my friend home अरे। बाटो पर्तिर यही हो एउटा अरे। ल घरमा आइपुग्यो। अझ भेनालाई पनि बोलाएको त भेना कतिखेर आइपुग्छ। आइपुग्यो घरमा है। ठिक छ त। अब आइपुग्यो यहीँनिर, हिँडेरै पनि 2 मिनटको बाटो, तर पनि अब गाडी छोडेर त्यहाँनिर राख। अब मान्छे कोही हुँदैन अनि कहाँ गाडी छोड्नु। आइपुग्यो अब साथीको घर। अब यहाँनिर हो के छ काम, अब सघाउनु पर्ने छ। अब कहाँ अब कुदाउनु नि मिलेन नि त गाडी। होइन म फेरि ढिलो आएँ नि त दाजु, उहाँबाट ढिलो आएँ नि, ढिलो आएँ। अब त्यो चढाइ अनि के छ उता चाहिँ खबर खापर नानी भाउजूहरूलाई? ठिकै छ। ए छोरो छोरी के छ के अनि यो कहाँनिर थियो त यी नानी? नानीहरू उनीहरू भुटानमा चाहिँ? भुटान चाहिँ हामी भुटान चाहिँ उहाँ बुझेछुमा नेपालमा जन्मेकै थिएन। नेपालमा जन्मेका? ए नेपालमा आएर जन्मेको हो।
अनि कतिजना परिवार छ अहिले अहिले 3 जना मात्रै छ परिवार अब यता यता फर्क अरू 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 आउँदैछ हुन्छ 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 जाँदै गर्दा हुन्छ नि म ठक्कै खिचिदिन्छु मामाले फेरि भिडियो निकाल्नु पर्यो बहिनी नै हो यो त छ पहिला भिडियो निकाल्नु भनेको होइन उयो छ अनि गुड छ नि यहाँ ए गरेजमा हो काम गर्ने सब्जी काट्ने अहिले ए अघि कहाँ जानुभएको थियो अघि नै आएको थियो नि त हामी ठिक छ ल अब यिनी त्यो माइली त मेरो त साक्कै नि माइलामा माइली सबै त्यस्तै सबै घुमाएको उहाँ चाङ्ग्रामा चाहिँ चिउडे हाल्यो भने चाहिँ चिउडे हालेका छोराछोरी ती नाति नातिनासँग सबै हामी त्यहीँ हो नि त सबै त्यो मोटर बिगा दाजु पनि त त्यही त थियो अँ त्यही हो अनि विदाय भक्त कान्छ भाइ तिमीहरू चाहिँ के अहिले खानु चाहिँ पदमा पहिला चाहिँ दाजु आमा हुँदैन मोटर बिगा उसको बहिनीलाई पनि देखाइदिउँ न बहिनी काका बडा बाबु उता हेर न छोरी माथि यता हेर नानी झाँक्री बडा बाबु छोरा त्यो अनि त्यो विजयको बाबुहरू थियो अनि सब त्यो काल दाजुलाई के हो भन्छ बिर्खे बाबु हाई भन्दै त्यहीँ पनि हो बिचरा एकैछिनमा त्यो दाजु फेरि सालै साला काका पैसा उतातिर गान्थ्यो कि उता के अरे मगर मध्येमा सदराइन त उता हो त कोठी पैसा ल्याउँथ्यो मैले लान्थ्यो बिर्खे बाबु 10-15 हजार ए बिर्खे बाउ त बिचार र अब चाहिँ ढगेर म चाहिँ नि कता पो हो आज लुइसतिर यसो धुवाँदै के किन्ने अरे कि अनि जाँदैछु है अब हामी चाहिँ लुइस जान आँटेको के साह्रो टालेको यो आमा गन्ध राम्रो आउँछ नि त हौ मामा अनि यत्रो 5-6वटा लाउनु त पर्दैन त आँखामा आज ढगेर म चाहिँ लुइस जान आँटेको त्यो के अरे झार काट्दाखेरि सबै यता आउँछ नि त्यो मामु त्यो कुवार छ गाई ठिक छ Let's you go. Ayo. Hey guys. लागेकै बाटो होइन यता पल्टाइदिनु बाटोतिर यस्तो छ है कोसँग बोल्दैछ हो हामी लुइस भन्छ यहाँ चाहिँ घरको सामानहरू होइन गार्डनिङहरू सबै कुरा पाउँछ जे कुराहरू यहाँ आज हाम्रो ढक सरको चाहिँ के पो लिन आएको अरे आज त्यो मैला फ्याँक्ने धुवा गर्ने मेसिन लिन आएको हो गाडीहरू राम्रो फुलहरू पनि दामी दामी छ होइन यहाँ आइपुग्यो
राखेँ हामीले पार्किङ गऱ्यौँ यसलाई चाहिँ लोइस भन्छ र होम डिपोबाट हामी छट्टै निस्केर अनि सामानहरू यो चाहिँ हाम्रो झारहरू क्लिन गर्ने हो यो जस्तै झारलाई चाहिँ विस्टहरू नआओस् भनेर त्यस्तो नराम्रो कुरा नफलोस् भनेर हामीले यो लाउनुपर्छ वर्षमा 2 खेप भन्छ तर अब हाम्रो नेपालीहरूले प्रायः लाउँदैन यो किन्यो अनि ढल्केले यो के अरे मैला फ्याँक्ने मेसिन गर्ने किनेर अब हामी बाटो लागेको बन्द गर्नु पर्यो ल गाडीमा चढ्यो है हाम्रो हरिमा दिदीको को पर्छ अरे साली ए साली ल देखियो है यसो हेरेर हरिमा दिदीको नजिकै रहेछ तिमीहरूकोबाट है के छौ हेर्न ए ओ हेर्ने अरे घर हो नि यसो बाहिर घुमाइदिएको नि एकदम कम्ती छ त नि खुवाइ कति पऱ्यो यो त 4 पऱ्यो होला होइन यो 4 पऱ्यो रुम पनि गरे निक्लिन्छ होला एक्स्ट्रा रुमहरू छैन रुम त ठुलो छ एकछिन ल अब रुम बनाउँदा यहाँ जाउँ न के हुँदैन हौ पुरै शब्द यहाँ त म त अफ क्यामेरा प्लेट खाइयो त कति खानु बोर्डिङ दियो भयो ल अमेरिकामा पनि भात खाइन्छ यसरी ओके छ त खानु पर्यो घाँस खानु पऱ्यो घाँस चाहिँ भात खाइँदैछ होइन यो हामी काम सिद्ध्याएर अब जानु आँटे के छ गोपाल एकदम कडक ओ तर भाइ जहिले भाग्नु धुमधडक छ हाम्रो एकदम गुड छ हामी ओके तपाईहरु लाइक्स कमेन्ट सब्स्क्राइब पनि गरिदिनु न हाम्रो मङ्गल के छौ मिस्टर मङ्गल ल सकेर अब हामी छुट्टिने बेला गाडी त्यहाँ छ है यता मेरो गाडी पछाडि यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले काहीँ आफूलाई माया गरी गरे मैले अब उसलाई नसक्ने भयो हिँड्ने खेदाउँछ
झगर थापा जस्तो भाइरल ल हो ल लागेको ल ल भाइ थ्याङ्क यू ल ब्रदर अब यस्तै हो ल कस्तो दामी देख्छ घर अहिले आइपुगेको छु हाम्रो घर है घर बाहिर छ अब पाहुनाहरू बोलाएको छ पाहुनाहरूलाई खानासाना पकाउने अनि भरे पाहुनाको पनि स्याट्टै एउटा सर्ट लिन्छु है के गाइस मेरो गाडी हो आइपुग्यो र म यहाँ हाम्रो घरमा सागहरू फलेको देखाउँछु है गाइस अस्ति तोरीको साग चाहिँ सबै टिपेर खाइसक्यो हामीले यताको तोरीको साग अहिले गएर सक्नुपर्छ पढ्नु पाएको छैन पढ्नु बसिहाल्यो आज पढ्नु पाएको छैन पढ्नु बसिगयो
भनेपछि म कोच है पुरा मेरो युनिभर्समा पुरा कोच गर्नु बजे जस्तो भइरहेको छ मङ्गलसँग घरमा आएर पुरा कोच हान्दिएको नि यो मान्छेलाई बाथरुम सफा गर्नु के अरे भान्सा कसरी बनाउनु पर्छ भनेर पुरा कोच हान्दिएको नि सिकाएको ल मिगो सबैले चिया खान्छ र चिया ल्याएर दिनु अरे अब बरु भात दिउँ होला नि उसलाई दिँदैन के अरे हाम्रो गाउँमा खाँदैन तिमी प्योर लोकल गाउँमा तर बिक्यानु भएको अलिक गाह्रो मामाले के हुँदैन ए यो मलाई देखाएको यो यता देखाउनु मलाई एकछिन धेरै पनि देखाउनु हुँदैन एकछिन बस्नु ल एकछिन क्यामेराम्यान त यसरी गिलासमा दुईटा खानु नि दुईटा त्यति खाएर हाम्रो घरमै पार्टी म चाहिँ भर्खर जराउन फर्केको होइन 6 इयर्सको ट्रेनिङमा जराउन पुगेर आएको एनिवे युएस आर्मी हो द्याट्स इट ए हेलो के छौ मामा खालि बिथा बिथा बोल्नु ठेट बिथा बिथा बोल्नु यो पनि कोक जस्तो रहेछ नि यताबाट हिमालीको नाम हिमाली नै हो कि के हो राधिका मामाको फोटो लगाउनु न किचनमा यस्तो भइरहेछ काम है यी भेना बिथा बिथा बोल्नु खालो भेना म चाहिँ ऱ्यापर हो होइन रेडी मामा त्यो रियल आइडी टुकुटु भएको के को हुन्छ त भने ए हुन्छ नि हुन्छ नि के हुन्छ त भने मलाई त सन्तोषले एक हप्ता लाग्थ्यो भने त 25 नआएपछि मात्रै अलिक कम्ती हुन्छ होइन म देखाएको छु तिमीलाई मेलिस्कामा जाऊ कि अनि पुवा 2020 क्यापिटल नानीसँग माथि छ पुवा 2020 मार्गी लागेर जोगाएर Hello, Salina. How are you? Oh, you don't have to say sorry. How are you, Salina? Just say namaste. Say how are you? Good. Good. Welcome to my channel. How? Welcome Is it a channel? Yes, it's my channel. YouTube. Oh, it's my channel. Yeah. Say something about your life. Oh, she's good dancer. She's good dancer. Salina, hi. Talking, Salina. खोइ त अनि Talk about my dog. Yes. हेर ऊ सलिना त भागी त हो अनि के हो यस्तो छ It's okay. How you like it? No, I was. भिडियो र मम्मीको आज चाहिँ हामीले हैन हाम्रो
ढक अनि यता के छौ मामा हजुरहरूलाई यसो के छ त हाम्रो निमन्त्रणा गरेर बोलाइएको थियो अनि के छ त यो चाहिँ मेरो अन्तिम क्लिप्स रहेको छ र तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै र मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहुन्छ भन्ने पूर्ण आशाको साथ यो भिडियो फेरि अर्को भिडियोको लागि म आउँदैछु के छ त अहिलेलाई बाई बाई भन्दौ न बाई आदियोस बाई गरिदिनु आदियोस यसो गरिदिनु ल ल ल दाजु यसो बाई गरिदिनु बाई गर्नु अरे बाई टाटा भन्दा नि हुन्छ